हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल। सो तपाईँहरूलाई फेरि पनि स्वागत छ है। सो आज चाहिँ म टक्क लाएर टिप हान्दैछु होइन। सो आज चाहिँ नयाँ गाडीमा फर्स्ट डे चलाउनु त चलाइरहेको थिएँ। सो काम चाहिँ आजबाट सुरु मैले नयाँ गाडीबाट। सो अनि एकदमै सिटीबाट 15 माइल टाढा आएको थियो। अनि बाटो नै कस्तो बवाल के बवाल भन्दा नि रुखहरूको सबै पातहरू पहेँलो भएर पुरै झरिरहेको छ। सो त्यही भ्यू देखाउनलाई तपाईँहरूलाई मैले ट्याक्क भिडियो स्टार्ट गरेको छु। अनि त्यहाँबाट यतातिर चाहिँ कच्ची बाटो पनि आइपुगेको छ। सो भिडियो हेर्नु है त, म देखाउँछु तपाईँलाई। देख्न सक्नुहुन्छ बाटो चाहिँ पुरै कच्ची छ। खासै गोप्रोमा चाहिँ धेरै चार्ज छैन रहेछ। लेसी कतिसम्म भिडियो क्याप्चर गर्दो रहेछ। लेसी कच्ची बाटो छ, यस्तै छ है। सो 15 माइल भन्दा नि 16 माइल टाढा थियो। अनि यहाँनिर चाहिँ पुरै कच्ची छ क्या यति एरियामा। अनि पुरै देख्न सक्नुहुन्छ रुखहरू पुरै के भन्छ त्यो सुकेको जस्तो टाइपको क्या। यो चाहिँ के भयो भने चिसो आयो नि त, यस्तो चिसो छ आज। म चाहिँ भुडी लाएर टक्क हिँड्दैछु। अनि यतातिर चाहिँ नेटवर्क चाहिँ छैन रहेछ। नेटवर्क नआउँदो रहेछ मेरो उसमा चाहिँ। होइन त्यही नै हो, बाटो चाहिँ बवाल छ। सो भिडियो हेर्दै गर्नलाई त दामी छ। अनि यस्तो मौसम चाहिँ हेर्दा चाहिँ चिल टाइपको छ, तर लास्ट चिसो छ, चिसो बढिसक्यो है। अनि देख्न सक्नुहुन्छ पुरै ग्राभेलवाला बाटो। यस्तोमा हिँड्दाखेरि चाहिँ नेपालवाला भाइब्स आउँछ पुरै। यस्तै छ है। सो अहिले चाहिँ कति बज्यो भने 12:48 बजी। अब चाहिँ भोक पनि लाग्न थाल्यो। अझै टक्क लाएर घर गएर खाना पनि खानुपर्ने हुन्छ है। चिया खाएर आएको थियो। चिया चाहिँ 2 चोटि खाइसकेँ आज चाहिँ मैले, चिसो धेरै भएर। अनि चिया लभर पनि हो म। देख्न सक्नुहुन्छ बाटोहरू चाहिँ बबालै छ है। बेसी गोप्रोले चाहिँ कतिसम्म चार्ज टिक्दो रहेछ। अनि यतातिर चाहिँ पुरै के भन्छ त्यो मान्छेहरूले चाहिँ पुरै ठाउँहरू जोड्दै गएको क्या। घरहरू पुरानो घरहरू, पुरै झुप्रा झाप्रीहरू। कुनै त राम्रै पनि छ, नजर त प्रायः त पुरै यो एरियामा चाहिँ खासै राम्रो मान्छेहरू चाहिँ धनी मान्छे चाहिँ छैन कि खोइ अब के थाहा है। घरहरू चाहिँ यस्तो पुरानो छ। अन्त पुरानो भयो नि धनी त हुन्छ लेसी। यहाँ फार्म, यहाँनिर चाहिँ पुरै गाईहरू मस्त घाम तापेर बसिरहेको छ। त्यहाँनिर चाहिँ पुरै ट्रक ब्याक गर्दै रहेछ। ठिकै घर छ, राम्रै छ। यो चाहिँ नयाँ नै भर्खरै बनेको होला। यस्तो छ यतातिर पुरै। अब चाहिँ केही समयपछि चाहिँ पुरै पात खसेर त्यो नेपालतिर चैत वैशाखमा भए जस्तै हुन्छ। यता राम्रै घर छ। यता चाहिँ बाटो यस्तो छ, दामी छ बाटो चाहिँ पुरै नेपालवाला भाइब्स आउनेवाला बाटो छ। जङ्गल देख्न सक्नुहुन्छ, जङ्गल चाहिँ यस्तै नै छ। जताततै चाहिँ जङ्गल हो प्राय। यो एरियामा चाहिँ खासै गाडी गुड्दैन रहेछ, फाटो मात्रै। अनि साइडमा घरहरू पनि फाटा छ। घरहरू चाहिँ यतातिर चाहिँ सबै पुरानो मात्रै छ। नयाँ घरहरू चाहिँ खासै बनेको छैन रहेछ यतातिर। अन्त मान्छेहरू प्रायः सबै सिटीको नजिक बस्छ। यस्तो टाढातिर चाहिँ आउँदैन। जोस् 5 माइल समथिङमा बस्छ। यो चाहिँ 15-16 माइल टाढा भएर होला खासै मान्छेहरू बस्न चाहँदैन रहेछ कि।
सिटीबाट 10-15 मिनट लाग्नेसम्म बस्छ, नत्र त यहाँ चाहिँ 24 मिनट 25 मिनट लाग्छ। रुखहरू चाहिँ पुरै पहेँलो भए पातहरू सब झरिरहेछ। पहेँलो कोही त पुरै सुकेको रुख जस्तो टाइपको भइरहेछ। अनि यतातिर चाहिँ बाटो चाहिँ सानो छ, जहिले ठुलो बाटो हिँड्दा यतातिर चाहिँ मलाई चाहिँ ड्राइभ गर्न चाहिँ कस्तो डर लाग्दो रहेछ है। चाहिँ हाइवेमा आइपुगिसक्यो। यो चाहिँ हाइवे 221 हाइवे 221। सो हाइवे 221 चाहिँ यस्तो छ 221। दामी भवाल छ है, भर्खरै ट्याक्क पिच गरेर दामी बनाएको छ। मस्तै
पहेँलो टाइपको छ है मजा आउँछ गाडीमा चाहिँ साइडमा पुरै रुखहरू पुरै पात सुकेर बिजोक छ बिजोक रमाइलो छ यस्तै छ यस्तै अब यहाँबाट चाहिँ लेफ्ट लाग्नुपर्ने हुन्छ ए राइट कहाँ लेफ्ट राइट हो मौसम चाहिँ आज बब्बाल खुलेको छ तर चिसो छ क्या हेर्दा चाहिँ तातो न्यानो होला जस्तो टाइपको छ होइन देख्न सक्नुहुन्छ पुरै जङ्गलै जङ्गल देखिरहेको छ त्यतै जङ्गलै जङ्गल छ पुरै जङ्गलै रातो र पहेँलो टाइपको भएको छ हरियो थियो अहिले पुरै यस्तो भइसक्यो साइडमा चाहिँ पुरै घरहरू चाहिँ कस्तो पुरानो पुरानोहरू
छ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ ठिकै छ है। अलि अघिता चाहिँ पोहोर रही त्यस्तो थियो। ग्यास स्टेसन चाहिँ पुरै बन्दै भएछ, नचलेर होला। यहाँनिर एउटा छ ठुलो ग्यास स्टेसन, भर्खर नयाँ बनेको। अस्ति त दामी सस्तो थियो, अहिले त महँगो भएछ। $2.75। अस्ति त अन्तभन्दा सस्तो थियो, अहिले यहाँ चाहिँ महँगो भएछ है। ल फेरि आयो है पहेँलो पुरै देख्न सक्नुहुन्छ। जङ्गलहरू चाहिँ पुरै पहेँलो र सुकेको छ, खतरनाकै भइसक्यो। यता चाहिँ अलिअलि हरियो पनि देखियो है। ओ यहाँ मृग मरिरहेको रहेछ। यता चाहिँ दामी छ है। यतातिर त बाख्रा पनि पालेको थियो। त्यो बाख्रा चरिरहेको थियो, आज चाहिँ देखेन। है अब चाहिँ सिद्धियो, आइपुग्नु लाग्यो है सिटी। यहाँ चाहिँ पुरै मकै खेती थियो, अहिले चाहिँ काटिसकेछ। पातहरू पुरै उडाइरहेछ। हावाहुरी पनि चलिरहेछ। हिजो राति त यस्तो बवाल हुरी चलिरहेको थियो। पातहरू उडिरहेछ। त्यहाँको हाम्रो अपार्टमेन्टनिर हिजो भर्खरै सोरिरहेको थियो क्या, त्यो पत्करहरू फेरि त्यस्तै भइसक्यो आज पनि। त्यो मान्छेले बिहान सोरेर गयो, बेलुका त्यस्तै भइसक्यो। ल यता चाहिँ रातो भइरहेछ पात, यता हरियो 3 थरी देखिन पाइन्छ हो। जङ्गल पनि हरियो, पहेँलो, रातो। रातो रातो देख्यो है। यहाँ चाहिँ $2.74 रहेछ।
है आइपुग्यो यता गए सबैजना म चाहिँ अब घरतिर जानुपर्ने हुन्छ भोक पनि लाग्यो अब चाहिँ गएर खाना खानुपर्ने हुन्छ यता चाहिँ यस्तो छ फेरि पुरै मैलो पुरै यता चाहिँ अलिक छुट्टै टाइपको छ अनुसार फरक त्यहीँ नै कति फरक भइसक्यो आज सन्डे भयो नि गाडीहरू चाहिँ बिजी नै छ हो अलिक कमै हुन्थ्यो त सन्डे त ब्ल्याक जिप भइरहेछ ल यता चाहिँ कस्तो दामी सबै पातहरू नै हुन्थ्यो यता त पात खसेको थिएन हाम्रो अपार्टमेन्टमा जग्गा धेरै खस्यो ल देख्नुहुन्छ रातो पुरै रातो अपार्टमेन्ट पनि आइपुग्यो ल फेरि आज पनि सफा गरे रहेछ त्यो सफा बनाएर दिनदिनै सफा गर्छ पुरै पातहरू त अलमोस्ट 50% खसिसक्यो है 50% होइन 75% होला तर पनि गाडी पऱ्यो पुरै फत्करै दामी बनाएछ है आज पनि ल यतातिर त पुरै छ यतातिर नि सफा गर्दै थिएँ हिजो तै पनि छ है ट्याक्क लाएर ल फाइनली गाइज आइपुग्यो है त्यसलाई चार्ज चाहिँ कति अब चाहिँ एकदम कम रहेछ अनि 22 मिनट 51 मिनटमा चाहिँ फाइनली आइपुगेछ सो अब चाहिँ खाना खानुपर्ने हुन्छ होइन सो त्यही नै हो आज चाहिँ हल्का भ्लग बनाइदिएको गाइज